हेलो एभ्रिवान गुड इभिनिङ हजुरहरू कस्तो हुनुहुन्छ होप सन्चै हुनुहुन्छ होला फिलहाल चाहिँ म पनि सन्चै छु अन्त मैले आज चाहिँ किन यो भिडियो बनाउनु खोजेको भन्दाखेरि चाहिँ मलाई त्यो सामानको लागि जस्तो प्रब्लम भयो कि मैले बहिनीलाई फर्स्टमा बजार पठाएको थिएँ त्यो सामान लिनु बहिनीले ल्याइदिएको थियो त्यो सामान तर त्यो सामान मलाई भएन अनि नहुँदाखेरि मैले फेरि एक्सचेन्ज गर्नु म आफै गएँ त्यो भिडियो मैले बनाएको थिएँ बजार जाँदै गरेको हामी तिनजना थियो पोस्ट गरेको छु मैले तपाईहरुले हेर्नु भएको छैन भने प्लिज गएर हेरिदिनुस् त्यो भिडियो हैन अन्त त्यहाँदेखि चाहिँ म आफै गएर एक्सचेन्ज गरेको थिएँ तर त्यो पनि भएन म प्रायः जस्तो हैन गाइस अनलाइनै सपिङ गर्छु लुगा होस् चाहे मेकअपको होस् चाहे जेसुकै होस् म प्रायः जस्तो अनलाइनै सपिङ गर्छु अन्त त्यतिखेर चाहिँ स्टकमा थिएन नि त अनलाइनमा अनि त्यही भएर चाहिँ मैले बजारै पठाएको थिएँ तर बजारमा पनि मैले दुई खेप ल्याएँ दुई खेपै भएन मलाई हुन्छ नि अन्त मैले फोन गरेर सोधेँ अन्त त्यो सामान चाहिँ हुन्छ कि हुँदैन एक्सचेन्ज हुन्छ भनेर सोध्दाखेरि चाहिँ मेरो साथी थियो अनि त्यही भएर एक्सचेन्ज हुन्छ ल्याउनुस् न म गरिदिन्छु भने अनि मैले त्यतिखेर चाहिँ अनलाइनमा स्टकमा माछ टिक्कै मेरो लक नि अब अनि मैले अर्डर गरेको थिएँ त्यो सामान आज फाइनली त्यो सामान आएछ पनि हैन मैले अर्डर गरेको सामान अनि यही हो हैन नाइकाबाट मैले अर्डर गरेको थिएँ अनि मैले रिसिभ गरेर भर्खर ल्याएको यो भित्र चाहिँ के छ भनेर चाहिँ म नेक्स्ट भिडियोमा हजुरहरूलाई देखाउँछु हैन तर हजुरहरूले गेस्ट गरेर चाहिँ भनिदिनुस् कमेन्टमा हैन कमेन्टमा भनिदिनु होला यो भित्र चाहिँ के छ र मैले त्यस्तो डरलाग्दो चाहिँ के चाहिँ खोजेछु हैन मलाई भएन दुई तीन खेप सार्दाखेरि पनि भएन अब के चाहिँ रहेछ यो भित्र चाहिँ भनेर चाहिँ म तपाईहरुलाई हजुरलाई नेक्स्ट भिडियोमा देखाउने छु आजको लागि चाहिँ यति नै गाइस बाइ बाइ